दर्शक नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई बीएम टेक्निकल भिडियो साउदी अरब रियादबाट। साथीहरू, आजको भिडियोमा राजधानी यानी पासपोर्ट नवीकरण सिस्टम चेन्ज भई नयाँ प्रणालीबाट पासपोर्ट नवीकरण तथा आगामी 6 महिना अर्थात् 2083 असोजसम्म पासपोर्ट नवीकरण गर्नुपर्ने साउदी अरबका साथीहरूले 2083 वैशाख मसान्तभित्रै राजधानी नवीकरणको लागि नेपाली राजदूतावासमा आवेदन यानी पासपोर्ट रिन्यू अनलाइन फर्म भरी बुझाउनका लागि नेपाली राजदूतावास रियादको आधिकारिक फेसबुक पेज मार्फत सूचना जारी भएको छ। साथीहरू, तपाईहरूको पासपोर्टको म्याद 1 साल बाँकी छ भने रिन्यू गर्दा राम्रो, किनभने पहिला 1 महिना 45 दिनमा पासपोर्ट तयार भएर आउँथ्यो भने अब सोभन्दा बढी समय लाग्ने भएको कारणले र पासपोर्ट रिन्यू सिस्टम चेन्ज गरी नयाँ सिस्टम अपडेट भई नयाँ प्रणालीबाट पासपोर्ट नवीकरण गर्ने सिस्टम ल्याउन समय लाग्ने भएको कारणले बेलैमा पासपोर्ट नवीकरण गर्नुहोला। पासपोर्ट नवीकरण गर्न ढिलाइ भयो भने तपाईलाई नेपाल छुट्टी जान तथा फिनिस जान समस्या पर्न सक्छ। त्यसैले तपाईको पासपोर्टको म्याद कति छ हेरेर 6-7 महिना या 1 साल बाँकी छ भने रिन्यू गरिहाल्नुहोला र जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोला भन्दै छुटिन चाहन्छु। धन्यवाद।